हेलो नमस्कार, स्वागत छ हाम्रो सुर्केसी अफिसियल युट्युब च्यानलमा। अहिले चाहिँ हामी चौमतीमा रहेको नयाँ घरमा बनेको फ्ल्याट खाली रहेछ अनि त्यही हेर्नको लागि चाहिँ आएको छौँ है। घर चाहिँ यो रहेको छ एकदम लग्जरियस। अनि पार्किङको लागि चाहिँ यतातिर पार्किङ बाइक या स्कुटर भयो भने चाहिँ तपाईँहरूको पार्किङ यहाँनिर गर्न सकिने रहेछ है। ल यो हेर्न सक्नुहुन्छ। अनि रुम फ्ल्याट चाहिँ तेस्रो फ्लोरमा रहेको छ। एकदमै राम्रो ठाउँमा चाहिँ लोकेसनमा रहेको छ है यो घर चाहिँ। अनि चौमती रिङ रोडबाट थोरै भित्रपट्टि रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले घर चाहिँ एकदम लग्जरियस तरिकाले बनाउनु भएको रहेछ। अनि पार्किङ मैले मेन पार्किङ तपाईँहरूलाई देखाइहालेँ। माथि गएर म फ्ल्याट तपाईँहरूलाई देखाइदिन्छु है। अनि यसको रेन्टहरू के कस्तो छ लास्टमा मैले तपाईँहरूलाई बताइदिनेछु। पहिलो दोस्रो फ्लोरमा तेस्रो फ्लोरमा रहेको रहेछ यो चाहिँ। फ्ल्याट चाहिँ यही नै हो, मेन ढोका यहाँबाट छिर्ने ठाउँ छ। अनि यहाँबाट प्रवेश गरिसकेपछि यहाँ लिभिङ प्लस यतापट्टि किचन तपाईँहरूले पाउन सक्नुहुन्छ। यो किचन पनि न्यू मोडर्न स्टाइलले बनाउनु भएको रहेछ। पानीको लागि कुनै पनि समस्या छैन है, पानी 24 आवर्स सुविधा रहेको छ। ल यतापट्टि लिभिङ, यतापट्टि किचन, अनि यो बेडरुम प्लस कौसी यतापट्टि रहेछ। यो कौसी पनि छ। अनि अर्को बेडरुम म तपाईँहरूलाई देखाइदिनु गइरहेको छु। यहाँ दराज पनि रहेछ, सानो सामानहरू राख्नको लागि दराज पनि बनाइदिनु भएको रहेछ है। अनि अर्को बेडरुम भनेको यहाँनिर रहेको छ। यता पनि दराज रहेछ। बेडरुममै पछि चाहिँ दराजहरू राखिदिनु भएको रहेछ है। यो दराजमा तपाईँहरू सामानहरू मिलाएर राख्न सक्नुहुन्छ। कोठा चाहिँ एकदम उज्यालो रहेछ बेडरुमहरू चाहिँ। अनि प्लस टोटल 3टा बेडरुम छ है। अनि यहाँनिर लिभिङको टोयलेट बाथरुम यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुन्छ, यो रहेको छ। त्यसपछि यहाँनिर बेडरुम अर्को पनि एउटा रहेको छ। साइडमा एउटा टोयलेट बाथरुम तपाईँहरूले पाउन सक्नुहुन्छ है। मास्टर बेडरुम रहेछ। अनि टोयलेट बाथरुम यहीँनिर बेडरुमभित्र एउटा बेडरुमभित्रै टोयलेट बाथरुम रहेको रहेछ है। अनि यसको पनि कौसी यहाँनिर पाउन सक्नुहुन्छ तपाईँहरूले। घामहरू ताप्नको लागि राम्रो हुने रहेछ, यहाँ घामहरू मजाले लाग्ने रहेछ है। यही नै हेरिहाल्नुभयो तपाईँहरूले। 3टा बेडरुम, एउटा लिभिङ, एउटा किचन रहेको छ। अनि 2टा टोयलेट बाथरुम, पानी 24 घन्टा सुविधा रहेको छ। पार्किङको पनि मैले तपाईँहरूलाई बताइदिइहालेँ, पार्किङको पनि सुविधा छ। बाइक या स्कुटी तपाईँहरूको छ भने पार्किङ गर्न सक्नुहुन्छ। अनि यसको लोकेसन पनि मैले तपाईँहरूलाई भनिहालेँ, लोकेसन पनि तपाईँहरूले हेरिहाल्नुभयो, सुनिहाल्नुभयो। लोकेसन चौमती छेउमा चाहिँ लोकेसन रहेको छ है। र इच्छुकले चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर डिस्क्रिप्सनमा रहनेछ, त्यसमा कल गर्न सक्नुहुन्छ। सबै कुराहरूको सुविधा छ। यसको रेन्ट भनेको चाहिँ 28,000 रहेको छ है, भाडा 28,000 रहेको छ। इच्छुकले चाहिँ हाम्रो कन्ट्याक्ट नम्बरमा तुरन्त कल गर्नुहोला। 97 42 42 92 17 यो नम्बर रहेको छ है। हवस् त, धन्यवाद।